अहिले चाहिँ आज मैले भ्लग भिडियोहरू बनाउन पाएको छैन। अब चाहिँ बाहिर गएर एकदम जोक बजारतिर गएर भिडियो बनाउँछु। यता हाम्रो जीवन मित्र हुनुहुन्छ, यता साइडतिर सुतेको भने यता हुनुहुन्छ हाम्रो काजी मित्र। त्यसपछि मैले अलिकति उठेर जिम गरेँ, 6-7वटा हाने। जिम गर्न देखेर मेरो मित्रलाई पनि जोस चढेर अब जिम गर्नलाई एकदम तयार अवस्थामा आइसकेका छन्। निन्द्रादेखि उठेर जिमको सपना आएर आउनुहोस् अब सँगै जिम गरौँ। सो मेरो मित्र त निन्द्रा हुनुहुन्छ र मैले मेरो अर्को मित्रलाई पनि जगाइसकेँ। उहाँको निन्द पनि डिस्टर्ब गरिसकेँ। दुइटैलाई उठाउनु पर्यो। अहिलेको फिटनेस बनाइराख्नुपर्छ, कहिले कसरत पनि गर्नुपर्छ। पसिना हेर्नुहोस् हुन्छ, मेरो शरीरमा पुरा पसिना भएको छ। र अब मेरो मित्रलाई पनि मैले जिम गराउन लागेको छु। केही समयपछि उसले पनि आफ्नो त्यहाँ शरीरको एक्सर्साइज भन्ने कुराहरू गर्छ। मरिजा मित्रलाई मेकअप गर्ने धेरै सोच छ। केटीहरूको सबै सामान लगेर आफ्नो पाउडर लगाउने के भन्छ, मेरो मित्रहरूको बानी चाहिँ होइन, बाहिर थोरै अलिकति पनि बाहिर जानु पर्यो भनेपछि पुरा मेकअपका साथ एकदम सारी मिलाएर होइन। फाइनली अब हामी जाँदैछौँ। ओइ मित्र, बाइकको चाबी त राजा। हाम्रो चाहिँ अब बाइकबाट हामी यहाँ घुम्नु, बाइकको चाबी त्यही त। र बाइक कहाँ चाहिँ बाइक यही हो हाम्रो सुपर बाइक राजा पल्सर। त्यो लिएर गएन। यो बाटोमा हिँड्ने मान्छेहरू जति छ नजर त्यहीँ छ। माथि एउटा आमको फेसा छ पाकेको, सबैको नजर त्यहीँ छ। कतिखेर झर्छ को खान्छु भनेर बार यही बाटो भएर आउँछ। मेरो मित्रको पनि नजर त्यही छ घरिघरि। क्या कहेंगे लोग कुछ नहीं कहेंगे लोग भनेर हामी भिडियो सामान्य बनाउन कन्फिडेन्ट आइन्छ सबैलाई, यो भ्लगरहरू भन्न मान्छेहरू। तर हामी सोचिरहन्छौँ कसले के भन्छ भनेर सोच्ने हुन्छ नि। भन्ने यार के भन्ने शब्द मैले त शब्द छैन। के शब्दहरू यसो राखिदेऊ नि त। के शब्द राख्यो यार। हामीलाई समय लाग्न सक्छ, तर हामी के भनेर छोड्छौँ। सानोतिनो 2-3 हजार भएको युट्युब च्यानल अनि 2-3 हजार भएको फेसबुक आइडी त बनाएरै छोड्छौँ। अहिले त 400 मात्र छ, यसलाई क्रस गरेर 2000 पुर्याउनु पर्ने छ फलोवर्सलाई, होइन हो कि होइन? एकदम बबाल। अहिले चाहिँ 200-300 भ्युज आउँछ, 2-3 हजार आउने बनाउनु पर्छ, हो कि होइन? जबसम्म यो निधारमा टिका र घाँटीमा तुलसी छ, यसले अहिलेसम्म लिमिट्समा रहौ भनेर बसेको छ। जसरी तिमी यहाँबाट कोही केटीहरू आइरहेछन्, जसरी तिमी जिस्काइरहेछौ नि, यो मेरो तुलसी र यो टिकाले बचाइरहेछ। यदि यो लगाएपछि यो देखिया छ त आफ्नो लिमिट्समा मात्र रह भनेर भनेको छ। मलाई यो सन्देश छ। बरु तपाईँको जे गर्नुहुन्छ गर्नुहोस्, म त हेलो गाइज, आइसकेको छौँ हाम्रो नयाँ धमाकादार भिडियोमा। अहिले चाहिँ हामी कसैको वेटिङमा छौँ। हाम्रो काजी मित्रको गर्लफ्रेन्ड भन्छ कि गर्ल बाख्रा भन्छ थाहा छैन, तर उनको गर्लफ्रेन्ड आउने भनेर यिनले यता बोलाएर ल्याए। केही समयपछि उनको गर्लफ्रेन्ड आउँछ र यिनी भेट्छन्। भेटेको बेला चाहिँ म भिडियो बनाउन सक्दैन, अहिले चाहिँ मसँग हुनाले भिडियो बनाएको छु। यहाँ चाहिँ अहिले पुरा एकदम लजारु छन्। राजा उता त्यता हेर, तिम्रो गर्लफ्रेन्ड कहाँ गयो? नाम भन न यार। छैन, यता हेर उता माथि हेर्न। ए अब काजी मित्रको गर्लफ्रेन्ड आएर यहाँ फर्केर पनि गइसके। हाम्रो मित्रले फल फुल के किनेर दिएको थियो, उहाँ लिएर पनि भएको छ। अनि तपाईँको भेट कस्तो रह्यो? एकदम तपाईँको कस्तो रह्यो भेट? एकदम चिल पारेको छ। हामी कुनै दिन कहीँ घुम्न जाउँ न। बाइक किन्नु त बाइक किन्नु, चामल पहिला चामल आज चाहियो। फेरि बाइक किन्ने सपना नदेख्न भाइ, पहिला चामल किन्नु यार।
गरिबी लागि मित्र हाम्रो खबर वाट्सएप म्यान हेलो गाइज गुड मर्निङ सबैजनालाई गुड मर्निङ गुड नाइट यहाँ हाम्रो खग्ग मित्रले त गर्लफ्रेन्ड भेटेर आयो त यार अहिले चाहिँ यहाँ राति मैले भइसक्यो बिहानै भेटेँ आज हो भेट्यो बिहानै भेट्यो बिहानै भेटेँ सो अहिले फाइनली हामी चाहिँ यहाँ मेलामा जानको लागि आइसकेको छौँ र मेरो मित्र हुनुहुन्छ यहाँ निमाज हुनुहुन्छ गणेश सञ्चार अहिले उहाँलाई लाइट गएछ अहिले चाहिँ हामी केही समयपछि यहाँ देख्नेछौँ कि गणेश राज ओझा उहाँको घर चाहिँ ओगटे हाम्रै साइडको मान्छे धनगढीमा आज केही उहाँको मुखबाट मिठो केही गानाहरू नाच्ने डान्स सङहरू अब उसले धनगढीको यो महोत्सवमा उत्सवमा गाउनेछन् र यता हेर्न सक्नुहुन्छ अहिले चाहिँ लाइट गएको छ केही समयपछि लाइट आउनेछ र हामी उहाँको प्रस्तुति उहाँको मिठो स्वरको ध्वनि तपाईँहरू हेर्न सक्नुहुन्छ मेरी जसुली सँगै बसुली आजा मेरी जसुली सँगै बसुली आजा मेरी जसुली सँगै बसुली चपटा बराउने आया छुमा छुमा हल्ली त्यसपछि हामी नाच्ने गीत गाउने नै छौँ हामीसँग समय छ अझै थुप्रै गीतहरू गाउन बाँकी नै छ सबैजना देउडा लाग्दिनु होला स्टेजमा पनि सबैजना स्टेजमा देउडा खेलिदिनु होला सबैजना आउनुहोस् हामी देउडा खेल्नुपर्छ